भारत का एक टापू, दुनिया से अलग थलग, जो अब तक आधुनिकीकरण की हर बुराई से अछूता है। यहाँ रहने वाले लोग वनवासी की तरह जीते हैं। यहाँ न फेसबुक है न व्हाट्सएप, फिर भी रिश्तों में प्रेम है। यहाँ अस्पताल की आवश्यकता नहीं है। साफ सुथरे वातावरण में जीने वाले निर्मल सरल इंसान लालच द्वेष यहाँ तक कि पैसों से भी अनजान है। ये कहानी है अंडमान निकोबार की एक दुर्लभ विचित्र दुनिया की। हेलो, नमस्ते। नमस्ते। ए बस्नुहोस् न। ओके, के तपाईलाई थाहा छ यता कता जङ्गली मान्छेहरू बस्छ रे? हो नि, यहीँनिर बस्छन्। ए यहाँ नजिकै छन्। मलाई त्यसको बारेमा केही बताइदिनु न। तपाईँ त्यो ठाउँमा जानलाई आउनुभयो? बिन्ती छ बाबु, त्यो ठाउँमा नगइदिनुहोस्, किनकि त्यो ठाउँका मानिसहरू जङ्गली हुन्। त्यो ठाउँका मानिसहरू खतरा छन्, किनकि त्यो ठाउँका मानिसहरूले मानिसको मासु खान्छन्। तिनीहरूले त्यो ठाउँ भयानक छ। के साँच्चै त्यो ठाउँ खतरा छ त? त्यो ठाउँ खतरा छ। बिन्ती छ बाबु, त्यो ठाउँमा नजानुहोस्। ए आउनुहोस्, म तपाईँलाई त्यो ठाउँ देखाइदिन्छु। त्यो ठाउँ हो, तपाईँले हेर्नुहोस्। ए हो, त्यही ठाउँ हो। नमस्ते। नमस्ते। हेरौँ, आज हामी जुन ठाउँमा यात्रा गर्दैछौँ, जुन ठाउँमा गएर सुसमाचार प्रचार गर्दैछौँ, त्यो ठाउँ एकदमै खतराजनक छ, खतरनाक छ। हामी एकदम सुरक्षित हुनुपर्छ। र त्यहाँ बसोबास गर्ने मानिसले विशेष मानिसलाई मारेर, जङ्गली जनावर मारेर त्यही मासु खाने चलन छ अरे। हामी एकदम सुरक्षित साथ ठाउँमा सुसमाचार प्रचार गर्नुपर्नेछ, त्यहाँबाट फर्केर आउनुपर्नेछ। एकदम हामी सुरक्षित भएर पारीसम्म पुग्नुपर्छ। हामी त्यो जङ्गल, त्यो गाउँमा पुगेर त्यहाँबाट हामी पुग्नुपर्नेछ। सबैजना तयार हुनुभयो, राम्रोसँग आफ्नो सबैको तयार हुनुहोला, आफ्नो पूर्व तयारी गर्नुहोला। धन्यवाद, हामी हिँड्छौँ। होइन साथीभाइले, अब हामी यो बाटोमा हिँड्दैछौँ, डाँडाहरू बिर्न सक्छ। एकदम रमाइलो छ ठाउँ त, तर हामी पुग्नुपर्ने अलि पाहाडी पाखामा हो। तर त्यो इलाका चाहिँ एकदमै खतराजनक छ। हेर्नुहोस् न, यी पाखाहरू कति रमाइलो छ। तर
खै त्यो हाम्रो शिकारहरू, खै त्यो हाम्रो खाना खै हामीले पकाएर राखेका छौँ। धन्यवाद प्रभु, तपाईँले सहायता गर्नुभयो। यस दिवसभरि तपाईँले ती मानिसहरूलाई तपाईँको राज्यमा ल्याउनलाई सहायता गर्नुहोस्। म सोध्छु येशूको नाउँमा, आमेन।
प्रभु, जसरी नै तपाईँको राज्यमा ती मानिसहरूलाई ल्याउनलाई तपाईँले सहायता गर्नुहोस्, मलाई प्रयोग गर्नुहोस्। एक दिन न एक दिन जसरी नै ती मानिसहरूलाई तपाईँको राज्यमा ल्याउनेछु। प्रभु, मलाई चलाउनु भएको आमा, तिमी कहाँ छौ आमा? तिम्रो याद आमा, तिमी कहाँ छौ आमा? तिमीसँग भेट्ने मन लागेको छ आमा, तिमी कहाँ छौ आमा? यो गाउँमा त मुखियाको छोरा हराउनु भएको रहेछ। यो मौका पारेर मैले सुसमाचार सुनाउनु एकदम महत्त्वपूर्ण छ र मैले सुनाउनु नै पर्छ। हामीले त्यो मुखियाको छोरालाई त अहिलेसम्म भेटाउन सकेका छैन। के भेटाउन सक्छौँ त? के भेटाउन सक्छौँ त? त्यो पनि तिमीहरू के आवाज सुन्यौ? के को आवाज आएर पुग्छ उताबाट? कहिले भेटाइ? भाइ कहिले भेटाइ? मैले भेटाएको। हामीले त्यो मान्छेलाई भेटाउन सकेनौँ त। सायद त्यो मान्छे घाइते होला अझै पनि। अझै बल्ल बल्ल बाँचियो। खुट्टामा धनुष लागेको छ। आया प्रभु, जस्तो सुकै कष्ट र परिस्थिति मेरो जीवनमा आइपरे तापनि ती मानिसलाई प्रभुमा म ल्याउन चाहन्छु।
प्रभु यो भालाको चोट मेरो निम्ति केही पनि होइन। प्रभु मुखियाको छोरो हराएको रहेछ। म त्यो ठाउँ जानको लागि मलाई प्रयोग गर्नुहोस् र म ती मानिसहरूलाई तपाईको राज्यमा ल्याउनेछु। अब दाउरा ल्याउनु जानु पर्यो। मान्छे भेट्टिगयो अस्तिको मान्छे भेट्टिगयो।
हे परमेश्वर पिता, तपाईँले यस घडी यो अवस्थामा मलाई सहायता गर्नुहोस्। अवश्य नै मुखियानीज्यू, तपाईँका छोरालाई हामी भेटाउनेछौँ। तिमीहरू हौ मेरो शक्ति, तिमीहरूले नै मेरा छोरालाई भेटाउनु पर्छ। चिन्ता नगर्नुहोस्, तपाईँको साथमा हामी छौँ। हो हो यो मेरो आमा हो। कसरी उहाँ तेरो आमा हुनुहुन्छ? किनभने म सानैमा हराएको थिएँ। किनकि यो मेरो छोरा सानैमा हराएको हो, यसैले यो मेरो छोरा नै हो। आमा, यो सामाहरूमा म केही सानो कुरा भन्न चाहन्छु। म सानोमा हराएको थिएँ, मैले परमेश्वरलाई पाएँ। हामीले जो हिजो पुगेको
फर्केछु त्यो हाम्रो लागि केही पनि रहेछ। आज मैले साँचो परमेश्वरलाई पाएँ। यो साम्राज्य तेरै नि हो छोरा, तैँले जे भन्छै तेरै नि लाग्छ। के तिमी सबै राजी छौ? त्यसो भए मैले भनेको कुरा तपाईँहरू मान्न तयार हुनुहुन्छ? नजान बाबु, किन जानु परेर यहीँ बसौँला। नजा बाबु, नजा। म अब जानै पर्छ, यो जग्गामा बसेर हुँदैन, फेरि आउनुपर्छ। कहिले आउँछौ त बाबु? आउनु पर्ने हुन्छ, त्यसले गर्दा नजाऊ बाबु, नजाऊ। आमा म बाहिर एउटा मान्छे आफूलाई हराएको थियो त, तपाईँलाई याद छ? साँच्चै यही हो कि के हो? हो, बोली पनि उस्तै छ यसको त। हो, मलाई पनि लाग्छ यो हो कि के हो। यसको लुगा त हाम्रै जस्तो छ, तर अस्तिको चाहिँ फरक थियो। आमा म तपाईँको छोरा हो, सबै गाउँले मलाई छोरा हो।